राम्री बहिनी केही छैन खोटी गाउँ डुलाउँछौँ दिनको एकचोटि हे जिउँदै देख्छु रहेनछ मरेको के रोग लाएर खास यस्तो गरेको पहिला पहिला दाइलाई नि थियो रोग बहिनीतिर सर्या छ त्यो रोग लागे नि रिनै समस्या के हाम्रो घरको सन्चो भइदेश लागे नि रिनै खोला लान पर्ने के दिन दिन ए समस्या छ घरमा केर्नु है दाइ नाच्छन् एकछिन दिनकै लान पर्ने नै मेसो भा खोलातिरै छोडिदेऊ त्यसो भए यत्रो खर्च भइरहेछ अबदेखि केही सुधार हुनु नि ढुङ्गा गर नाच्ने हो बुनु निको हुन्छन् दुई थाल भात खिचेसी त्यही ढुङ्गाले टाउको माथि चेसी आमा आए थोरै मन फेर्छिन् घर बस्दा त एकरो घाम हेर्छिन् कता कता लाइरहन्छ सरम मैले सुर पाउँदैन के गरम माटो खोला लर ढुङ्गामा ठोकाओ ठिक नभए माछालाई टोकाओ ए पानीसँगै बालुवा थियो सर्कियो टोकाको माछा नि फर्कियो नि टेढ भतास लाएन बिचरा मेरो बुढो सन्चो हुनमा माछाले नि टेढ भतास लाएन औलो खायो अरू के खाएको थियो बहिनीको औँला त्यति बेलै हामफाल दियो दाइ बाउला ए यसको औँला पारेसी ठुटो हामफाले म बेसरी रिस उठ्यो अनेक अनेक समस्या आइलाई नि गोइलाई लर टोकाओ दाइलाई अस्ति लर टोकाएको गोइलाई नि हाम्रो दाइले टेरेनन् कोइलाई नि टोकाउने थिए टोकाउनै मिल्दैन यिनको टाउको गोइले नि निल्दैन नजिकै आइदियो गोइले यसको कपाललाई खाए पनि हुन्थेन साह्रो दुःख बिर्कै टेन्सन हुन्थेन है ए खाए पनि हुन्थेन साह्रो गोइले पनि यसकै कान मन पारो त सर्लक्कै ज्यान खान्छ के रे कान खाना त अर्कै चिज पर्छ के ए झुटो बोल्छौ तिमी के भएको दाइको कान त माछाले खोला छेउमा बस्या थिए कुप्रेर भ्यागुताले टोक्या हो उफ्रेर के को खान्छ मेरो कान माछाले सानै छँदा चाड्दिएको बाछाले माटो